नमस्ते। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। नेपालका आदिवासी जनजाति र दलित समुदायको प्रकृतिसँगको सम्बन्धबारे। यो सम्बन्ध कति गहिरो र पुरानो छ अनि कसरी उनीहरूको पहिचान, संस्कृति र अस्तित्वको आधार बनेको छ। आउनुहोस् यसलाई नजिकबाट निहालौँ। यो सबै कुराको जड एउटा विश्वास हो। प्रकृति केवल एउटा स्रोत मात्र होइन, यो त जीवन दिने शक्ति हो। उहाँहरूका लागि प्रकृति भनेको प्रयोग गर्ने चिज मात्रै होइन, यो त जीवनकै एउटा हिस्सा हो जसले जीवन दिन्छ र हुर्काउँछ। यही सोचले उहाँहरूको हरेक कामलाई डोर्याउँछ। ल अब हाम्रो कथाको पहिलो भाग सुरु गरौँ। यहाँ हामी यी समुदायहरू कसरी आफ्नो अस्तित्व, संस्कृति र पहिचानका लागि आफ्नो वातावरणसँग जोडिएका छन् भन्ने कुरालाई विभिन्न पक्षबाट हेर्नेछौँ। अब हेर्नुहोस् है, दुवै समुदाय आफ्नो गुजाराका लागि प्रकृतिमै निर्भर छन्, तर तरिका अलि फरक छ। जस्तै आदिवासी जनजातिहरू खेतीपाती, शिकार र जङ्गलबाट चाहिने कुराहरू सङ्कलन गर्नुहुन्छ, अनि दलित समुदायले चाहिँ त्यही प्रकृतिले दिएका स्रोतहरू जस्तो कि माटो, फलाम, छाला यिनीहरूलाई आफ्नो सिपले एकदमै उपयोगी सामानमा बदल्नुहुन्छ। तरिका फरक भए पनि प्रकृतिमाथिको निर्भरता भने साझा छ। तर यो सम्बन्ध गुजारा चलाउनको लागि मात्र होइन, वास्तवमा यो एउटा गहिरो आध्यात्मिक बन्धन पनि हो। दुवै समुदायले प्रकृतिलाई दैवी शक्तिको रूपमा हेर्छन्। नदी, पहाड, रुख, ढुङ्गा यी सबै उनीहरूका लागि पूजाका पात्र हुन्, जसले जीवनलाई पवित्रता दिन्छन्। त्यसैले मूल कुरा के हो भने यही सम्बन्धले उनीहरूको सिङ्गो सामाजिक बनावटलाई नै आकार दिएको छ। थर र गोत्रको नाम जुन प्राय बोट बिरुवा वा जनावरसँग जोडिएको हुन्छ, त्यहाँदेखि लिएर परम्परागत पेशासम्म सबै कुरा उनीहरूको वरपरको प्राकृतिक संसारसँग जोडिएको छ। प्रकृति उनीहरूको पहिचानको अभिन्न हिस्सा बनेको छ। तर यो पुरानो र गहिरो सम्बन्ध आज सुरक्षित भने छैन। अब कथाको त्यो मोडमा जाउँ जहाँ आधुनिकताले यो जीवनशैलीलाई कसरी खतरामा पारेको छ भन्ने देखिन्छ। हो, यो एउटा तीतो सत्य हो। हामीले अहिलेसम्म जुन एउटा सुन्दर तालमेलको कुरा गर्यौं नि, त्यो अब साँच्चै सङ्कटमा परेको छ। यो एउटा चेतावनी हो कि हामी केही धेरै नै मूल्यवान कुरा गुमाउने सङ्घारमा छौं। खतराहरू एक दुईवटा मात्र छैनन्। वन विनाश र खानी उत्खननले उनीहरूको वासस्थान खोसिरहेको छ भने जलवायु परिवर्तनले जीवकोपार्जनको आधार नै भत्काइरहेको छ। यता शहरीकरण र नयाँ प्रविधिले परम्परागत ज्ञानलाई विस्थापित गर्दैछ, जसले गर्दा प्रकृतिसँगको सम्बन्ध दिन प्रतिदिन कमजोर बन्दैछ। यी खतराहरूको मानवीय मूल्य पनि उत्तिकै छ। सामाजिक र आर्थिक कारणले गर्दा दलित समुदाय यसको सबैभन्दा बढी मारमा परेका छन्। अर्कोतिर आदिवासी जनजातिहरूको पुस्तौँदेखि चलिआएको ज्ञान लोप हुने खतरा बढेको छ। त्यही ज्ञान जसले वातावरणीय सन्तुलन कायम राख्न सघाउँथ्यो। तर कथा यतिमै सकिँदैन। अब समस्याबाट समाधानतर्फ लागौँ। यो खण्डमा हामी यी समुदायहरूले कसरी सक्रिय रूपमा यी चुनौतीहरूको सामना गरिरहेका छन् भन्ने कुरामा केन्द्रित हुनेछौँ। यो बुझ्न एकदमै जरुरी छ कि यी समुदायहरू केवल पीडित मात्र होइनन्, उनीहरू आफ्नो भविष्यलाई सक्रिय रूपमा आकार दिइरहेका छन्। उनीहरूले आफ्नो पुर्ख्यौली ज्ञानलाई नयाँ प्रविधिसँग जोडेर समाधान खोजिरहेका छन्। उहाँहरूले जलवायु परिवर्तनसँग जुझ्नका लागि ठोस कदमहरू चालिरहनु भएको छ, जस्तै बालीनाली परिवर्तन गर्ने, सिँचाइ प्रणालीमा सुधार गर्ने, पानीका स्रोतहरू जोगाउने र सामुदायिक वनहरूको व्यवस्थापन गर्ने। यस्तै रणनीतिक कामहरूले उहाँहरूलाई अझ बलियो बनाएको छ। यहाँ के देखिन्छ भने परम्परागत ज्ञान र नयाँ प्रविधिको गजबको सङ्गम भएको छ। एकातिर पानी धेरै चाहिने धानको सट्टा कोदो जस्तो खडेरी सहन सक्ने बाली लगाउने पुरानो ज्ञान प्रयोग भइरहेको छ, अनि अर्कोतिर ड्रिप इरिगेसन जस्तो नयाँ प्रविधि अपनाएर पानीको बचत पनि भइरहेको छ। हो, यही हो अनुकूलनको सबैभन्दा राम्रो उदाहरण। र यो सबै काम एक्लै सम्भव छैन। चाहे त्यो वनको संरक्षण होस् वा बाढी पहिरो जस्तो प्रकोपको तयारी, सबै कुरामा सामुदायिक सहकार्य एकदमै महत्त्वपूर्ण छ। यही साझा प्रयासले नै उनीहरूलाई बलियो बनाएको छ र उनीहरूको उत्थानशीलताको आधार बनेको छ। अब निष्कर्षमा पुग्दा यो स्थानीय कथालाई विश्वव्यापी सन्दर्भमा हेरौँ, किनभने यी समुदायहरूको ज्ञानमा हाम्रो साझा भविष्यको लागि महत्त्वपूर्ण पाठ लुकेको छ। त्यसैले आजको विश्लेषणको मुख्य निचोड यही हो।
यी समुदायहरूले अभ्यास गर्दै आएको जीवनशैली र ज्ञान विगतको कुरा मात्र होइन, यो त विश्वव्यापी वातावरणीय सन्तुलन र दिगो भविष्यको लागि एक जीवित र अमूल्य सम्पदा हो। र जाँदा एउटा प्रश्न मनमा खेलाउनुको लागि छोडेर जान्छु। यी समुदायहरूको प्रकृतिसँगको जुन गहिरो नाता छ र उनीहरूसँग जुन परम्परागत ज्ञान छ, त्यसले हामी सबैको साझा भविष्यलाई कसरी सुरक्षित र दिगो बनाउन मद्दत गर्न सक्छ होला। यो साँच्चै सोच्नुपर्ने कुरा हो।